इन्द्र जात्रा त तपाईँको बानेश्वरबाट निस्किन सक्नु पर्यो, बालवाटारबाट निस्किनु पर्यो, चाबेलबाट निस्किनु पर्यो, बौद्धबाट निस्किनु पर्यो। त्यो ह्युजमा हुनु पर्यो, सरकारले त्यसको लागि बजेट छुट्याउनु पर्यो। अनि जति राष्ट्रिय लेभलका कलाकारहरू छन्, इन्द्र जात्राको दिन तपाईँको त्यो विकै अथवा त्यो दिन त्यहाँनिर सबैजना आएर मनाउन थाले भने त त्यो त एउटा इन्टरटेनमेन्टको लेभलमा जान्छ नि त। हरेक चिजलाई चाहिँ एन्टरटेनमेन्टसँग जोड्नुपर्छ, नभए त्यो कल्चरलाई चाहिँ इन्टरटेनमेन्टसँग जोडिएन भने त्यो कल्चर सेभ गर्न गाह्रो हुन्छ क्या। अनि तपाईँको नेताले बन्द गर्दा एक दिन बन्द हुन्छ भनेपछि यहाँको मच्छेन्द्रनाथ जात्रा, इन्द्र जात्रा, बिस्केट जात्रामा चाहिँ बरु बन्द गर्ने हो नि त। सबैजना चाहिँ जात्रामा हिँड्ने, त्यहाँनिर टप लेभलको सेक्युरिटी दिने, यहाँको नगर प्रहरीहरू देखेर अनि भनौँ न महानगरीय प्रहरीहरू सबैले सेक्युरिटी दिएर त्यो त सबैले घर घरबाट निस्केर मनाउने चिज हो नि त, होइन? एक दिन चाहिँ तपाईँको त्यो सबैजनाले मिलेर त्यो गर्न सकिन्छ नि त। त्यो भयो भने तपाईँको युरोपको, अमेरिकाको मान्छेहरू चाहिँ मलाई लाइफमा एकचोटि नेपालको इन्द्र जात्रा चाहिँ हेर्न मन छ है भन्न सक्ने बनाउन सकिन्छ नि त।